18 नंबर में पूरा महुआ में 18 नंबर में ई पाठे घर के फ्री जाँच कहियो नहीं आयल छलैया, फ्री ईसु जाँच कहि कऽ नहीं आयल छलैया। आयल हमरा बहुत खुशी लागल। 30 बरिस से लऽ कऽ 65 बरस तक महिला सबके जाँच भेलै। हमरा महिलो सब कहू बहुत नीक अहाँ नाम लिख कऽ लऽ गेली, अहाँ जचबा देली, नहीं कहियो हमरा सबके जचेने छलिया आ जचा देली फ्री में। हमरा बहुत नीक लागल, बड़ सुंदर लागल। हम कि ने हुनकर सब आयल सब छलै अथी में विभाग में आयल छलै तऽ कथी कहलकै से अहाँ सबके जाँच है सब महिला के से कहलखिन। तऽ हम सब कथी कहलिए सब 4 दिन अहाँ सब कहलिए से चेक होते, तऽ कहलिए अच्छा ठीक है। सब कोई 4 बहिनी भेलै, 10 बहिनी भेलै, जते बहिनी भेलै सबके नाम लिख के हिन लऽ गेलखिन। समस्या नहीं हबे ये आयल है सरकार तरफ से, हम जाइ छी कनिका ओहिमे चेक करा लिए। लऽ गेलखिन, सबके जाँच भेलखिन 4 दिन के बाद ने सबके फेर 4 दिन के बाद ने रिपोर्ट अलै तऽ चेक करा ली 2 बाजी ना, तऽ दुनू बाजी तब कहलकै अच्छा ठीक कथू नहीं हबे, कहलकै यहाँ सबके आब किछो नहीं है। हमरा 4 कोई कहलकै, 4 कोई के ओहिमे से फेर 2 के कहलकै से ठीक है, आ 2 के कहलकै दबाई बिरो कतको खाए पर्थे। हामीले समाज त्यो समुदायमा गएर सबको घर घर गएर भेट्दाखेरि धेरै कुरा उता हेर्यौं सिक्यौं अनि गयौं। हामीले भन्यौं त धेरैजनाबाट धेरै राम्रो नै रिस्पोन्स आयो। धेरैजनाले त्यसलाई हैन हामी गराउँदैनौँ त्यसरी भन्नुभयो, तर त्यही पनि हामीले सम्झायौं। जसले खुसी हुनुभयो धेरैजना कि हामीले यता उहाँहरूकै समाजमा गएर घर नजिकै गएर टेस्ट गराउन पाउँदा उहाँहरू धेरै खुसी हुनुभयो कि यही छ हामीले गराइहाल्छौँ। तर धेरैजनालाई यस्तो थियो कि म आफैले डिसिजन लिन सक्दैन, हामीले आफ्नो गार्जियनसँग सोध्छौँ या त हस्बेन्ड या फेरि सासू ससुरा उहाँहरूसँग सोधेर त्यसपछि मात्र जाने। हामीले भन्यौँ कि हैन गराउनु पर्छ, किनकि केही भइरहेछ नि त्यो त्यतिकै कसरी थाहा पाउने, केही तपाईँ टेस्ट गराउनुहुन्छ त्यसपछि नि थाहा हुन्छ कि केही भइरहेछ या छैन भनेर। त्यतिकै त हेरेर त मान्छेलाई त त्यस्तै हुन्छ, राम्रो हुन्छ, अनि समस्या हेराएपछि त धेरै भइहालेको हुन्छ, त्यसपछि नि समस्या त्यो निस्किन्छ बाहिर। अनि धेरैजनाले मान्नुभयो अनि हामीले जति सोचे पनि थिएनौँ त्योभन्दा बढी नै मान्छेहरू आयो, सहभागिता भयो। त हामीले धेरै खुसी भयो त्यो कुरा कि हामीले गयो समाजमा अनि सबैलाई भन्यो, त्यो हाम्रो त्यो मेहनत त्यो काम लाग्यो, मान्छेहरू आयो। हाम्रो यो जनकपुरमा भएको 2टा हेल्थ क्याम्पमा टोटल 293 वटा वुमेनहरू चाहिँ पार्टिसिपेसन थियो भने त्यो 293 जनामा धेरैजनाको रगत पिरियड्सको 10 डेज 11 डेजमा पनि ब्लड लेखिरी भएको भएर हामीले 19 वटा स्याम्पल चाहिँ डिस्कार्ड गर्नु परेको थियो। सो हाम्रो टोटल 274 वटा चाहिँ भ्यालिड स्याम्पल हो थियो। सो त्यो भ्यालिड स्याम्पललाई हामीले ल्याबमा ल्याएर ल्याबमा टेस्ट गर्दा चाहिँ आउट अफ देम 32 जनालाई चाहिँ पोजिटिभ फर एचपीभी देखियो। सो यो 32 जनाहरू जसलाई पोजिटिभ देखियो उहाँहरूको बडीमा कुनै सिम्टम देखिने, कुनै लाइक भिजिबल्ली केही देखिने त्यस्तो केही पनि थिएन, किनभने क्याम्पको दिन सबैजना राम्रै आउनु भएको थियो। त्यस्तो कसैलाई केही स्पेसल अटेन्सन दिनुपर्ने हामीले केही देखेको थिएनौँ। सो यसले हामीलाई के देखायो यो क्याम्पले भन्दाखेरि हाम्रो बडीले देखाउँदैन रहेछ तर भित्र हामीलाई समस्या चाहिँ रहेछ। सो हाम्रो लागि अर्ली इन्टरभेन्सन चाहिँ कतिको नेसेसिटी रहेछ भन्ने कुरा एउटा देखायो भने अर्को चाहिँ हामीले यसले हामीलाई फर्दर फलोअपको लागि उहाँहरूलाई कसरी अब केयर दिने, के अप्रोचमा जाने भन्ने कुरा पनि डिसाइड गर्न हेल्प गर्यो भने कतिको केसेसमा त यो लाइफ सेभिङ पनि हुन्छ। अनि हामीले चाहिँ प्रोसिडर गर्नुभन्दा अगाडि चाहिँ उहाँहरूलाई चाहिँ सम्झायौँ बुझायौँ होइन, यो हामीले यस्तो टेस्ट गर्न लागेको हो, हजुरहरूको लागि टेस्ट हो यो, भोलिको दिनमा तपाईँहरूलाई होइन सर्भाइकलको केही प्रब्लमहरू नहोस् होइन, केही तपाईँहरूलाई अप्ठ्यारो पनि भएको छ, केही समस्या देखाएको छ भने पनि हामी बताइदिन्छौँ होइन, यो हजुरहरूकै लागि हो भनेर हामीले चाहिँ सम्झायौँ होइन। अनि उहाँहरूलाई पनि हामीले सम्झायौँ यो क्यान्सर होइन, यो क्यान्सर होइन, पछि हुन सक्ने चाहिँ हो, तर अहिले चाहिँ तपाईँहरूको यो इन्फेक्सन हो। यो इन्फेक्सन पछि तपाईँले अहिले यो इन्फेक्सन देखाएको छ, अहिले तपाईँले यो यसलाई केयर गर्नु भएन भने पछिको दिन तपाईँहरूलाई यसले धेरै गाह्रो पार्छ, क्यान्सरकै मुखमा तपाईँहरू पुग्नुहुन्छ भनेर हामीले उहाँहरूलाई सम्झायौँ। त्यसलाई चाहिँ पैसाको पनि प्रब्लम आइपुगेको हुन्छ, अनि पैसाको प्रब्लम आउनेहरूलाई पनि हामीले चाहिँ भन्यौँ कस्ट लाग्दैन, तपाईँहरूलाई पैसा लाग्दैन होइन, तपाईँले चाहिँ अब तपाईँको फ्यामिलीहरूलाई हामी गएर काउन्सिलिङ गर्न चाहिँ नसकौँ न, तर अब तपाईँहरूले आफ्नो लागि आफै स्ट्यान्ड लिएर आफ्नो लागि बोलिदिनुहोस् होइन। धेरैजनाको एक दिनमा टेस्ट गर्नुभयो होइन, तपाईँलाई आफ्नो चाहिँ कस्तो भयो, कस्तो खालको एक्सपिरियन्स भयो तपाईँको चाहिँ? टायर्डनेस त भए होइन, पहिला चाहिँ म त्यही निकाल्छु, टायर्डनेस त धेरै भए,
तर पनि मलाई खुसी लाग्यो कि मैले कसैको लागि चाहिँ के त गर्न पाएँ होइन। मेरो कारणले कसैको लाइफ बच्छ भने म चाहिँ उसको लागि दिनरात गर्न चाहिँ म रेडी छु कि। खुसी लाग्यो मलाई चाहिँ एकदम होइन। टायर्डनेस एक ठाउँमा छ, ह्याप्पिनेस एक ठाउँमा छ।